गाइस आज चाहिँ म एक काम गर्ने ठाउँमा है म आज पानी लिप गर्न आइरहेको छु है। माथि छतमा छु। अब म पछाडिको भ्यू देखाउँदै चाहन्छु है त तपाईहरुलाई। पछाडिको भ्यू है, पानी म यहाँ लिप गर्दैछु यहाँबाट हैन, ट्याङ्कीबाट। अब म यसो ठाउँ देखाउँदै छु मैतीनगरको भ्यूहरु है। यस्तो छ कि हैन, घरै घर जता हेरे पनि यस्तो डेन्जर छ नि काठमाडौँमा हैन। जहाँ हेरे नि घरै घर, बाटो गल्ली त छँदै छैन, सबै घरै घर। यस्तो बवाल छ नि। अब कलङ्गीको देखाउँदैछु म। यो कलङ्गीको बजार, कलङ्गी बजार हो। अनि यहाँ चाहिँ हामी यो मैतीनगरपट्टि कालिका पेट्रोल पम्प यहाँबाट अलि नदेख्ने रहेछ, नत्र कालिका पेट्रोल पम्प देखाइदिन्थी। यहाँबाट अलिक गाह्रै छ है। यो चाहिँ पानी मेरो लिक गर्ने है, तल लिक गरिरहेको छु। अनि यो यस्तो फोहोरहरू छ पानी, अनि त्यो उसबाट फिल्टर भएर सफा भएर जान्छ हैन। यिनीहरूको पनि यस्तो फोहोर हुन्छ। यो मैतीनगरको भ्यू ल, उता ढुङ्गे अड्डा यतातिर चाहिँ यो छ है। ल अब मैतीनगर कीर्तिपुर डाँडा यही हो। यस्तो बवाल छ नि हैन। फेरि म घुमिछु फनक्क एक राउन्ड है। के गर्नु, सानो कौसी छ, त्यही भएर घुमिरहेको छु। यो खसी बजार यतातिर पर्छ। अब बाफल एरिया यो भिडियो उता पल्लोपट्टि परेको, स्वयम्भू यता पल्लोपट्टि हैन। अनि यो चाहिँ खसी बजार जाने, यता बल्खु जाने बाटो। हामी चाहिँ भित्र छु। अनि यही म चाहिँ यति माथि आएर पानी लिप गर्दैछु है। तल यो भइगयो। यति नै हो आजको है मेरो भ्लग। सबैले सपोर्ट गरिदिनु होला है।